नमस्ते साथीहरू, आज मैले खुर्मा बनाउन गइरहेको छु। यसमा तपाईँको चामलको पिठो, सुजी, गहुँको पिठो, अलिकति मैदा, त्यसपछि अलिकति चिनी, त्यसपछि अलिकति घिउ, त्यसलाई मजाले मिक्स गर्नुहोस् र मजाले माड्नुहोस् हैन, मजाले मोल्नुहोस्। त्यसलाई अलिकति टाइमसँग आधी घण्टासम्म त्यसलाई छोपेर राखिदिनुहोस्। त्यसपछि आधी घण्टामा अनि सुजी र चामलको पिठोले हल्का फुलिरहेको हुन्छ, गोलो गोलो बनाउनुहोस्, लचक्क परेको हुनुपर्छ। त्यसपछि त्यसलाई गोलो गोलो बनाएर खुर्मा बनाउनुहोस् आफ्नो डिजाइनले, जस्तो गर्दा पनि हुन्छ, जुन डिजाइन दिँदा पनि हुन्छ। मैले चाहिँ यस्तो डिजाइनमा दिएको छु हैन, यसको 3-4वटा डिजाइन निकाल्नु मिल्छ। त्यसपछि सानो आगो गरेर फ्राई गर्नुहोस् अनि यसको ब्राउन रेड कलरको टाइप भएपछि तपाईँले निकालिदिनुहोस्। यस्तो मिठो यति टेस्टी हुन्छ। थ्याङ्क यू।